मैले 2052 साल भदौ 17 गते 3 लिटर दुध र 52 रुपियाँ भाडा बोकेर सुरु गरेँ हो र अहिलेसम्म आइपुग्दा अहिले मेरो यो कम्पनीभित्रको लगानी भनेको 95 लाखभन्दा बढी छ, करोडभन्दा बढी छ। अनि अहिले मसँग स्टिम बोइलरबाट काम गर्दा केही लागत मूल्य कम भएको छ र परिकारभित्र अब मैले अहिले दुध हुँदै भइहाल्यो, दही, पनिर, घिउ, बटर, छुर्पी भयो। अब मिठाईमा पुष्टकारी गुटपाकदेखि चिजसम्म निकाल्ने लक्ष्य, मेरो मेन लक्ष्य भनेको दुधलाई यहीँ खपत गरौँ, ट्याङ्करबाट बन्चिरहँ। तपाईँ कहिले बिरसट फर्किनु भयो? फर्केको 2013 मा फर्किया हो हैन। अब यसो अब सोधेमै केही अब हल्का फुल्का अब हुन्छ भने अब विदेशमा जानु खाली राम्रो लाग्दैन मलाई हैन। दुःख पनि 4-5 वर्ष दुःख गऱ्यो। अब अहिले अब यो बुढासरलाई अब सम्झेर काम गरिरहेको छुरी बनाउने हैन। यहाँ ठिकै लाग्छ जस्तो लाग्छ। विदेशमा भन्दा यहीँ ठिकै लाग्छ। दैनिक 55 देखि 60 हजार बराबरको हामीले छुर्पी निकासी गर्छौँ र हाम्रो यसको मेन लक्ष्य भनेको किसानले उत्पादन गरेर दुधको कसरी खपत गर्ने र उपभोक्तालाई चाहिने दुध, दही, पनिरबाट बाँकी रहेको दुधको छुर्पीमा परिणत गरी किसानको मिल्क क्वालिटीबाट वञ्चित बनाउने हाम्रो सिद्धान्त र यसमा जसरी हाम्रो लागत मूल्यदेखि 30% किसिमको मूल्य त छैन, तर किसानले मिल्क क्वालिटी बेर्नु परेको छैन। गोरसगारले अहिलेसम्म किसानलाई समयमा भुक्तानी र किसानको पाउनुपर्ने उचित मूल्य प्रदान गर्दै आइरहेको छ।